जापु समाज यलया शिक्षा तथा प्रविधि विभाग अन्तर्गत शिक्षा उपसमिति या गुसाले 2079 साले एसईई परीक्षा तालापी भूमितेत शैक्षिक परामर्श लिसे पिन्तुना जाचो याबुदु जाचो जाबु प्रज्ञा भवने बिवाचुको ख शिक्षा कवयकजी नरेश महर्जन सभा नाय सुजुको जाचोले प्रतिनिधि सभा सांसद प्रेम महर्जन जापु समाज यलया नाय तीर्थलाल महर्जन शिक्षा कवयकजी नरेश महर्जन शिक्षा तथा प्रविधि विभाग या प्रमुख सबिना महर्जन लिसे थिथि क्याम्पस या प्रमुख देश परीक्षा तालापी भूमितेत पिन्तुना देछासे मेपनिगु ल्युल्यु जोया चिन्छगु तगिमे विषय लिगु मखुसे थ पिन्त योगु विषय बनेत बव्यातिको ख जुन चाहिँ नि एसई परीक्षामा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूको एउटा नयाँ उत्साह उमङ्गका साथ जीवनको एउटा खुड्किलो पार गरेर अब नयाँ ढङ्गले आफ्नो जीवनमा कुन विषय लिएर कसरी पढ्दै जाँदा र आफूले इच्छाएका धेरै विषयहरूमध्ये पनि धेरै विषयहरू चुज गर्ने त आफ्नो छँदैछ, तर हाम्रा कलेजका प्रिन्सिपलज्यूहरूले पनि र प्रतिनिधिज्यूले कलेजको विषयमा केही भनिरहनु भएको छ र अन्य थुप्रै कलेजहरू पनि होलान्, यहाँ कलेजका अन्य प्रतिनिधि जो प्रिन्सिपलज्यूहरू पनि आइरहनु भएको छ र बाँकी ललितपुरभित्र भएका कलेजहरूले जसरी ज्यापु समाजलाई निरन्तर 15-20 वर्ष पहिलेदेखि विभिन्न विषयमा कोटा प्रदान गर्दै उहाँले दिनुभएको योगदानप्रति म सम्पूर्ण पहिले यो ज्यापु समाजका पूर्व अध्यक्षको हैसियतले पनि म सम्पूर्ण कलेजहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। मूलतः आज ललितपुरभित्र हामी ज्यापु समुदायभित्र अघि सरहरूले पनि भनिसक्नु भएको छ, लगभग वर्षको 300 देखि 400 विद्यार्थीहरू उत्तीर्ण गरेका छन् र ती सबै विद्यार्थीहरू यही भित्रका अधिकांश कलेजहरूमा जान्छन् र कतिपय कलेजहरू काठमाडौँतिर पनि होला, त्यता पनि जाने गर्दछन्। कतिले त अब फ्याकल्टी चेन अनुसार कसैको विषय चोइस गर्ने हिसाबमा, कोही चाहिँ शिक्षा ग्रहण गर्ने हिसाबले साइन्स पढ्ने, कतिपय विद्यार्थीहरू टेक्निकल विषय लिएर पढ्न इच्छा गर्ने होलान्, कतिपय डक्टर्स हुनु नि इच्छा, कतिले ल पढ्ने होला, कति म्यानेजमेन्ट पढ्ने होलान्। तर धेरै विद्यार्थीहरू सबभन्दा बढी आज म्यानेजमेन्ट सेक्टरमा चाहिँ जसरी विद्यार्थीहरूको प्रवेश गर्ने गर्दछ र म भन्छु आज सबै विषयहरूमा खुल्ला रूपमा आफूलाई चाहिँ स्वतन्त्र ढङ्गले पढ्ने मा पौन तस्क ढुसिया ठोका म्याप न भुकेमा थासे ठेंगे मार्गा तस्क चुटा कया मा मायु चाहिँ मतलब गु ख दुखैट चाहिँ मतलब जीवनमा जीवना चाहिँ सेकेमा ढका चाहिँ गु ख ठो एसएससी पास दिना सफल ज्यादै पि अनि वो पि काच पि म्याच पि लगात माबो परिवार जुतन्त जब समाज वो जितलाल मोजन पाके सकस्तना बडे दाप शुभकामना ब्याचना दापा चाहिँ किसानी ज्या चाहिँ तस्क लिमला तस्क दुख थ का म्यापिङ त चाहिँ मतलब आखो बोलके ढासा न बोलके फु अवस्था बरो बन्डगा चाहिँ बो थ का म्यापिङ त न पनि बन्यो अवस्था बरो अयो दुख यो अवस्था थ का म्यापिङ त शिक्षा चाहिँ मतलब छुए बिमख का म्यापिङ तर्क जिया न चाहिँ मतलब शिक्षा मरिया पक थे लेखा का थे दया न चाहिँ सु श्री खला त सुङ या अवस्था मरो अयो अवस्था तस्को दुःख जिया चाहिँ मतलब शिक्षा सम्बन्धी कया जी पूर्व चाहिँ आज बायपी जी तस्को प्लाउ खन रुमकेमा जिसो रुमङ रोम कलगा दासा जिसो चाहिँ मतलब छुन विकास याफी ठुगु दया एसई परीक्षा पास झुपी सकल विद्यार्थी पिन्त उज्जवल भविष्य लागि मनटुसे उत्तरोत्तर प्रगतिया कामना राजना ताठे ढाबु खसा आ झिउपट्टि ठो के किजा बिनु लागि चाहिँ ठो तस्कहे महत्त्वपूर्ण ई ख छ्याट आशा वेक अप बिनु चाहिँ भविष्य निर्माण या वो ई ख अठि जुया लिपा थम ठया त गुनासो याठाए मरेको चाहिँ आकन पिन्सा चाहिँ बालको मेहनत यारा उच्च शिक्षा नीति चाहिँ आकन पिन्सा चाहिँ ढिसी लागुपट्टि छौ निर्णय जोना आकन पिन्सा चाहिँ पलाछिना दिस नाफा चाहिँ याबले न चाहिँ उत्तर उत्तर यो प्रगति यो कामना न याना
ज्याजुले परीक्षा तालापी बोमिते त सगनसे प्रमाणपत्र न बेबुखा ज्याजोली समय बजी व्यवस्था डुगुली छिप्पी समय बजी न पपिया चाया दिट इना फिना छ न बिचे वना मदिट न इना फिना छ न विपस न वाले विपस न वाले अनि तले कठो आसा फिट मतले सँग बिका क्रिस्टिना अवाले वेगला पिंटा ताली थाना हौसला बरे जीगोली बहुत हौसला बरे ना दिटा इना पिना छ गन धन तया वाला ठाउने चाहिँ मेचे तया उन नुल फो एसईई पास जिटा ताना दि प्रज्ञानमान डङ्गोल सक्षम महर्जन सर्टिफिकेट ना मिले मधुसार थन न्यानी वया अथवा तले अफिसियल सम्पर्क तया हान मिले ना बि थन तले वया बुझैना दिशा इना राजन बने बुझैया हसा जु आ ठन्न एक्सचेन्ज जुसा न ठठ पास पनि मिलेना कासा जु अथवा तले वइ जेलिना महर्जन असीम महर्जन पिन्चेटवा पनि छाया देखि